पैसा आउँछन् अनि त अब रुपियाँहरूको काम छैन हजुर। मलाई नै डराउँछन् भने यस्तो व्यक्ति भोलि प्रधानमन्त्री गएर हामी बनेपछि हामीलाई न्याय दिन्छन् भन्ने हामी तपाईँ त भेट्न पनि जानुभएको रहेछ, भेट्न पनि जानुभएको रहेछ बालेनलाई। म यहाँ बसिरहेको छु, मलाई एकचोटि भेट्नु भनेर। बालेनको अफिसमा गएर कति घन्टा कुर्नुभयो? 5 घन्टा। 95 वर्षकी बुढी 5 घन्टाको बसाइ, न पानी खानु दिन्छ न। ए बाबा, त्यो मान्छे हो भने, साँचो मेयर हो भने 95 वर्षकी बुढी बसा चाहिँ 1 कप चिया पठाइदिँदैन थियो? पानी खान्छ कि बुढीहरूलाई लगिदे भन्दैन थियो? मान्छे छ त्यसमा? बालेन्द्र शाहमा सामान्य मानवता पनि छैन। 95 वर्षकी बुढी बाहिर ढोकामा आफ्नो बसिरहेछ, उसको कर्मचारीलाई खबर पठाइरहेको छु, ए त्यो बुढीलाई पानी तिर्खा लाग्यो कि, ए त्यो बुढीलाई चिया दे, कसैले पनि भन्छ भने त्यो बालेनले त भन्नु त परै जाओस्, कुरा सुन्न पनि तयार भएन, भेट पनि भएन। भित्रबाट निस्केर यसो मलाई हेर त फुत्त हिँड्यो। नमस्ते सुखले बन बिगा चलाइहाल्यो, सूर्यले बन बिगा चलाइहाल्यो, अब रह्यो घन्टी सिधै पर हिँडेको चिनी